नमस्ते सबैजनालाई। आज म हजुरहरूलाई के भन्न गइरहेको छु भन्दा मोटर इफेक्ट भनेको के हो र मोटर इफेक्ट विशेष गरी कहाँ परेको हुन्छ त। सुरुमा मोटर इफेक्ट भनेको के हो जानौँ। मोटर इफेक्ट भनेको के हो भन्दा जब हामीले करेन्ट क्यारिङ कन्डक्टर, त्यसलाई आर्मेचर पनि भनिन्छ, लाई हामीले म्याग्नेटिक फिल्डमा लगेर राख्छौँ, तब त्यो कन्डक्टरले एक खालको फोर्स एक्सपिरियन्स गर्छ र त्यो कन्डक्टर मोसनमा आउँछ। त्यसलाई नै मोटर इफेक्ट भनिएको हो। यो किन हुन्छ भन्दा जब करेन्ट क्यारिङ कन्डक्टरलाई हामीले म्याग्नेटिक फिल्डमा लगेर राख्छौँ, त्यो करेन्टले उक्त म्याग्नेटिक फिल्डसँग इन्ट्रेक्सन गर्छ र त्यो कन्डक्टरमा एक खालको फोर्स एक्सपिरियन्स हुन्छ। यसलाई हामीले फ्याराडे लज अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन र लेन्ज लबाट पनि एक्सप्लेन गर्न सकिन्छ। यो मोटर इफेक्ट कहाँ परेको हुन्छ भन्दा जस्तै होम एप्लायन्सहरू जस्तै वाटर पम्पमा, अनि वासिङ मेसिनमा, भ्याकुम क्लिनरहरूमा हामीले देख्न सक्छौँ, जहाँ इलेक्ट्रिकल इनर्जी चाहिँ मेकानिकल इनर्जीमा कन्भर्ट भइरहेको हुन्छ। धन्यवाद।